बुद्धको त्यो फेसमा एकदम फेस मास्क जस्तो लगायो उडेको यस्तो शीतल हो जन्नत फिल भयो यार प्रकृतिसँग त कसले पो सक्छ र साथीहरु वेलकम टु आवर च्यानल के छ सन्चै सुविस्तै हुनुहुन्छ होला यहाँ पनि हामी मस्त सन्चै छौं तपाईहरुलाई थाहा छँदैछ झापामा घाम अहिले कति बजेर अहिले भर्खर 7:30 8 बज्न लाग्यो तर पनि घाम चाहिँ ढोकैसम्म यहीँनेर आइसक्यो अनि हामी चाहिँ आज बाहिर जाने प्रोग्राम बनाउँदै छौं स्वीकृति घुम्न जाऊँ ल तिमी चाहिँ कहाँ जान्छौ अब स्वीकृति चाहिँ नमानेर चाहिँ अब स्कुलै जान्छु भने अब हामी चाहिँ अब यस्तो घाम छ अब हेर्दै जाउँ कहाँ पुगिन्छ के गरिन्छ नानीलाई चाहिँ जाउँ भन्दा मान्दिन नानी चाहिँ पढन्दासै छ जस छोरी चाहिँ खुसी लाग्छ बसन्ती चाहिँ रेडी अब आज बसन्तीले त्यो हेलमेट लाउँदिनन् बसन्तीको आज यो हेलमेट ल फाइनल्ली अब चाहिँ निस्किन लाग्यो टक्कसँगले अब जाने हो पाहाड छ यसो हल्का फुल्का घुम्दिने हो तपाईँको हिजो अस्तिको दिन चाहिँ अत्याधिक गर्मी थियो अस्तिको दिनदेखि भन्दा पनि अब गर्मी सुरु भएको रहेछ अब लाग्यो अब कस्तो डिस्टर्ब गर्दैछ यार गेटले खोलेर चाहिँ भन्नुपर्छ गेट खेलेर चाहिँ टक्कसँगले तपाईँको नानीको लागि नानी त अब स्कुलमै छ अब तपाईँहरूले थाहा पाइसकिहाल्नु भएको छ अनि स्कुलबाट चाहिँ अब अहिले भरे हामी आइपुगिनौँ भने चाहिँ आरतीलाई यसो हेर्दै है नानी भनेको छु आरती निरुता जोस् सहयोगी छन् जोस् छिमेकी बुहारीहरू पनि अच्छा अब हाम्रो राइड स्टार्ट हुँदैछ साथीहरू अब हामी लाग्दैछौँ सिधै यहाँबाट हाम्रो ट्याक्क टम्पचरबाट टक्क टर्निङ हान्ने होइन यहाँबाट अब हामी लाग्छौँ यहाँ पाहाड अरू हो ल भाइ अब चाहिँ लाग्यो है हामी चाहिँ अब आनन्दले पाहाडका छिटो खाना भन्दा लाग्यो अब बस्नु सक्दैन पाहाडमा चाहिँ छिटो अस्ति अब स्मारिका सामरिकाको इन्गेजमेन्ट हुँदाखेरि उहाँहरूको भेट चाहिँ यही यो रेड चिल्ली चाहिँ एकदमै सामरिकाको पर्फेक्ट आउने ठाउँ होइन यो अस्ति त्यो इन्डियाबाट यही आएको होइन त्यो हाम्रो बिहारी भाइ सामरिकाको घर पनि यतैतिर हो त्यो बहिनीहरू घर थियो हाम्रो साथी भाइहरूलाई चाहिँ अब सिरिजको भूषा बनाउनु भएको छैन भने यसो देखाइदिँदैन हामी चाहिँ ल हेर्नु है आई लभ बर्ने भनेको रहेछ त्यहाँ चाहिँ होइन अब सिरिजको फुल तिली खोइ हाम्रो भाइरल भाइ खोइ खोइ को हाम्रो भाइरल बोय ए उहाँ भाइरल हो ए सबजना भाइरलै हुनु रहेछ यहाँनिर चाहिँ होइन ल साथीहरू हामी चाहिँ अब भाइरल यहाँ सिरिजको फुलमा आइपुगेको छौँ होइन हाम्रो भाइरल भाइ पनि देख्न सक्नुहुन्छ त्यहाँ को कोले चिन्नु भएको छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला एकदम भाइरल भाइ हो यहाँ पिङहरूको सुविधाहरू पनि एकदम बनाइदिएको छ लु चल्दैन कहाँसम्म पुग्छ हामीलाई शीतल हुन्छ त्यहाँसम्म जाने हो टचमै रहनुहोस् है साथीहरू टचमै रहनु भाइरल चाहिँ छैन होइन हामीले एकदम अर्कै भाइ हो तर त्यो भाइलाई चाहिँ कस्तो हेरेको हेरे भयो क्या त्यो भाइ अरे कहना क्या चाहते हो ल अब चाहिँ जोरपाला 0 किलोमिटर अब हामी ठ्याक्कै पुग्यौँ रङ गाउँपालिका हार्दिक स्वागत गर्दछ तपाईँलाई हामी आइपुग्यौँ जोरपालामा तलको भन्दा चाहिँ यहाँ अलिक चिसै भयो होइन अब एकदम खानाको लागि चाहिँ तपाईँको बलिष्ठ पुरै जोगिनु होला यो चाहिँ एकदम चेकिङ स्पोट हो आज चाहिँ रहेछ स्टेसन थाहा छ नि आउँदाखेरि हामीलाई काँक्रा खुवाउनु भएको थियो क्या त्यो मलाई अझै याद आउँछ क्या कस्तो मिठो लाग्यो भने त्यतिखेर काँक्रा जिन्दगीमा पहिलोचोटि खाए जस्तो मिठो लागेको क्या अब यहाँको सिनहरू त्यो स्वाद अझै पनि याद छ क्या साथीहरू पाहाडतिर कतिखेर घाम लाग्छ कतिखेर पानी पर्छ नि हुँदैन ये बड़ी अच्छी बात कही आप यहाँ झर्ना रहेछ तर कताबाट जाने यार झर्ना वान डे चाहिँ उइलको है झर्ना हो
अहिले त अब झर्ना गएर पनि काम छैन, पानी नै आएको छैन, लडाजुहरू पुरै बाटोमा यार यो टर्निङ चाहिँ एकदम बिस्तीवाला टर्निङ हो। त्यति डेन्जर यस टर्निङ चाहिँ बिस्तारै चाहिँ हामीलाई हतार छैन, आनन्दले जाने हो, आनन्दले आउने हो। बाटो चाहिँ अब हल्का फुल्का अफरोडिङ जस्तो पनि रहेछ, त्यस्तो धेरै होइन योपालि दुई मिनटको अफरोडिङ। के छ हो भाइहरू, आरामै पुलिस पर्छ। ल ल ल त्यहाँ धेरै एक्सिडेन्ट दुर्घटना स्थल धेरै एक्सिडेन्ट भएर त्यहाँ मन्दिरहरू बनाएर चाहिँ एकदम पूजा गर्न गएको छ। यहाँ पनि आनन्दले गर्नुपर्छ, हतारिकन हेर्नु साथीहरू, कत्रा कत्रा पत्थरहरू छन् यहाँनिर। अनि अलिकति चाहिँ के उडेको यार यस्तरी हावा उडेको नि, चिसो हेर्नु त कति चिसो छ यहाँनिर। आम्मामा वा, अब यहाँदेखि हेरौँ त तल कस्तो छ। वहाँ हेर्नु तल, हामी कहाँ आइपुग्यौँ, हामी जाँदैछौँ। साथीहरू हेर्नुहोस्, यहाँदेखि हेर्दा कति राम्रो देखिन्छ, यहाँदेखि यता माथि हेर्नुहोस् कति राम्रो देखिन्छ। वाह भ्यू, वाह चट्टान, यस्तो चट्टानहरूमा चाहिँ अनि डेन्जरियस हुन्छ नि त। साथीहरू बेला बेला चाहिँ तपाईँहरू पनि घुम्न आउनु गर्मीमा होइन, गर्मीमा चाहिँ एकदम बेस्ट हुन्छ। जाडोमा चाहिँ म भन्न सक्दिनँ, तर गर्मीमा चाहिँ एकदम बेस्ट हुन्छ है। कस्तो दामी दामी ठाउँहरू छ नि यार नेपालमा पनि। नजिकैको मान्छेहरू त आउनुपर्छ है, नजिक भन्दा नि टाढा टाढा। अनि साथीहरू अब ठुलो पाथी भएर जाँदाखेरि पनि हामी यही बाटो पनि जान्छौँ। यही बाटो जान्छौँ हामी ठुलो पाथी भएर पनि। अब जाउँ ल, हामी विशेष गरी त चिसो उयो गर्न आएको हो नि त। त्यही पनि तपाईँहरूलाई अब कस्तो छ बाटोमा भन्दाखेरि चाहिँ अब हामीले चाहिँ तपाईँलाई यो देखाइदिएको मात्रै हो। अब हामी लाग्छौँ चढाउडी, हावा उडेको नि, चिसो हेर्नु त कति चिसो छ यहाँनिर। आम्मामा वा, अब यहाँदेखि हेरौँ त तल कस्तो छ। वहाँ हेर्नु तल, हामी कहाँ आइपुग्यौँ, हामी जाँदैछौँ। साथीहरू हेर्नुहोस्, यहाँदेखि हेर्दा कति राम्रो देखिन्छ, यहाँदेखि यता माथि हेर्नुहोस् कति राम्रो देखिन्छ। वाह भ्यू, वाह चट्टान, यस्तो चट्टानहरूमा चाहिँ अनि डेन्जरियस हुन्छ नि त। साथीहरू बेला बेला चाहिँ तपाईँहरू पनि घुम्न आउनु गर्मीमा होइन, गर्मीमा चाहिँ एकदम बेस्ट हुन्छ। जाडोमा चाहिँ म भन्न सक्दिनँ, तर गर्मीमा चाहिँ एकदम बेस्ट हुन्छ है। कस्तो दामी दामी ठाउँहरू छ नि यार नेपालमा पनि। नजिकैको मान्छेहरू त आउनुपर्छ है, नजिक भन्दा नि टाढा टाढा। अनि साथीहरू अब ठुलो पाथी भएर जाँदाखेरि पनि हामी यही बाटो पनि जान्छौँ। यही बाटो जान्छौँ हामी ठुलो पाथी भएर पनि। अब जाउँ ल, हामी विशेष गरी त चिसो उयो गर्न आएको हो नि त। त्यही पनि तपाईँहरूलाई अब कस्तो छ बाटोमा भन्दाखेरि चाहिँ अब हामीले चाहिँ तपाईँलाई यो देखाइदिएको मात्रै हो। अब हामी लाग्छौँ चढाउडी, लभली प्लेस। अब इलाम चाहिँ 53 किलोमिटर मात्रै छ है, इलाम चाहिँ 53 किलोमिटर मात्रै छ। शीतल हो, जन्नत फिल भयो यार, क्या शीतल यार, तलको गर्मी समुद्र यार, यहाँनिर हेर्छ नि क्या। यो अन्त लाग्यो भनेको यत्तिकै चिसो चाहिँ झापामा चाहिन्छ क्या, तर अब के गर्नु प्रकृतिले। अब मुझको बता दे, यो पनि एउटा रिस्की नै बाटो हो। अब यहाँ चाहिँ तपाईँको एउटा भर्खर खोल्दाको रिसोर्ट छ, जङ्गल भ्यू रिसोर्ट। यहाँसम्म त पुग्दैन होला कि पुग्छ बाहेक थाहा छैन। आज हामी जङ्गल भ्यू रिसोर्ट पनि जाँदैनौँ, हाम्रो गन्तव्य आज अर्कै हो। हामी चिसो खानालाई मिस्टेक हो, त्यही भएर आज हामी रिसोर्टहरूतिर हामी घुम्दैनौँ। एक ठाउँ चाहिँ कस्तो चिसो पानी आउँथ्यो पहिला है, यहाँ कहाँ पो थियो त्यो पानी, यहाँ शीतल पानी आउँथ्यो, चिसो जहिले मुख धोएर जान्थ्यो यहाँनिर। अहिले के भयो त्यो पानी, पुग्यो कि क्या हो, डाँडा आइपुग्यौँ होइन। त्यो डाँडामा अब तपाईँहरूलाई थाहा छँदैछ, अब यहाँनिर हाम्रो सानो पाथी भएर माताको पाकिस्तान हो। यहाँ चाहिँ अब माता पाथी भएर भगवान्ले सबैको रक्षा गर्नुहोस्, सबैको कल्याण गर्नुहोस्, सबैको भलो होस्। जसले हेर्दै हुनुहुन्छ हेर्ने श्रोताको पनि भलो होस्, नहेरेर भिडियो स्किप गरिदिनेलाई पनि
जय जय होस् परमेश्वरी। अहिले हाम्रो जुठो अहिले हामीले बिस्तारै जानु हुँदैन, 1 वर्ष जुठो परेको छ। अब यहाँ चाहिँ तपाईँको गणेश मन्दिर सुरुमा चाहिँ अब यहाँ पूजा गरेर चाहिँ गणेश पूजा गर्ने अनि त्यहाँदेखि चाहिँ माथि जाने भनेपछि अब पहिलादेखि नै यो कुरा त्यस्तै छ। अब परापूर्वकालदेखि नै त्यसरी नै बुझ्दै आएको ठाउँ यहाँ चाहिँ तपाईँको यो चाहिँ हाम्रो हाँस पोखरी भइगयो। अब यो पोखरी चाहिँ देख्नुभयो नि, यो पोखरी चाहिँ तपाईँको हाँस पोखरी। त्यसरी यहाँबाट चढ्ने हो कि जाँदा चाहिँ यहाँबाट जाने हो, ओर्लिँदा चाहिँ फर्किँदा चाहिँ भर्खर त्यो सिँढीबाट तल ओर्लिने होटलहरू एकदम कस्तो हुँदो रहेछ। यो सम्पन्न छ, सुविधा पार्किङदेखि लिएर सबै आनन्दको छ। अब यहाँदेखि अब तपाईँको इलामा किलोमिटरको छ। अब जाँदैछौँ हामी, यहाँ पनि हामीलाई चिसोको महसुस भएर त्यही भएर हामी यो बढेर गयौँ। यहाँ त यहाँ पहिरो आएर के भयो यो त पहिरै खसे जस्तो छ त। उसले पत्थर फुटेर आएको रिस्की नै हुन्छ नि यार यति बेला पाहाडलाई घुम्न चाहिँ। यो पानी झरीमा चाहिँ एकदम डेन्जर क्या हुन्छ होइन। तर आज चाहिँ अब पानी नपरेकोले गर्दाखेरि हामी यस्तो पानी नपरेको बेलामा चाहिँ यस्तो जाने चाहिँ चान्सेस बेसी हुन्छ भनेर सुनेको। त्यसमा अब चिन्ता छ भने अब प्रकृतिसँग त कसले पो सक्छ र। ये बड़ी अच्छी बात कही आप। अब यस्तो अब पत्थरहरू नै हेर्नु कसरी फुटेर झरेको है। डेन्जरस ठाउँ अरे पनि एक प्रकारले डेन्जरस पर्यटकीय क्षेत्र भएको यतिको ठाउँमा। ल फाइनली हामी चाहिँ अब कन्याम देख्यौँ। कन्याम चाहिँ एकदम चिसो हुनुपर्ने आज, किन कन्याममा त्यस्तो चिसो छैन। कन्याम त आज खाली छ क्या हो। कन्याम के फोटो खिच्यो त केमा फोटो खिच्न लाग्यो? टिकटकमा बनाइदिइहाल्छु नि तिमी चाहिँ फेरि। अहिले बनाइन्छ तिम्रोमा टिकटक ल खतरा बनाइन्छ। कहाँ चाहिँ चिसो भएन भने चाहिँ त्यहीँसम्म लाने मैले भनिसकेँ। चिसो रहन्छ र अब हामी यहाँ अलिक पत्तिर जाने जमर्को गर्दैछौँ। अब घोडाहरूको चाहिँ उहाँ ताती छ है। अब घोडा राइड चाहिँ सायद 30 रुपियाँदेखि स्टार्ट होला। उहाँ हेरौँ न गाडी कसरी रहेछ? 2000 2500 सिङ्गल राइड 2000 रहेछ, डबल राइड 2500 रहेछ। अब यहाँ घोडाहरू पनि एकदम बबाल घोडा राइड चाहिँ तपाईँको 2-250 अनि यहाँ चाहिँ विशेष गरी मान्छेहरू लुगा गाडी दिने त्यो कुदाउने उता बाटो छ नि त, रुट बनाएको छ। त्यही रुटमा चाहिँ यसो फोटोहरू खिच्ने हो होइन। घोडा चढ्छौ? घोडा राइड नगर्ने भन्छन्। के कसरी छ त यो घोडा राइडको? 300 छ। 1000-2000 ए 1 घन्टाको राइड रहेछ। 2500मा पुरा अलराउन्ड घुम्दो रहेछ। समझ रहे हो ना? आज त पुरै खाली रहेछ है। आज अलिक खाली नि जस्तो लाग्छ। हामी एकछिन त्यहाँ अहिले घुमेर आएर ल हस्। अब घोडा राइड चाहिँ गर्दा हुन्छ, तर हामी चाहिँ विशेष गरी अब अघि नैदेखि मैले कुरा जोडिरहेको छु। हामीलाई यहाँनिर हेर्नु त हामीलाई यहाँनिर चिसोको महसुसै भएन क्या, चिसै छैन क्या आज कन्याममा। त्यही भएर हामी चाहिँ अब धेरै चिसो थियो भने चाहिँ टाइम स्पेन्ड गरेर हामी फर्किन्थ्यौँ होला। त्यही भएर अलिक अगाडि नै हामी अब हामी जहाँसम्म चिसो हुँदैन त्यहाँसम्म जाने भनेर साथीहरू नेपालको झन्डा माथि राखिएको छ। यहाँदेखि चाहिँ अब त्यो डाँडो हो साथीहरू। डाँडा चढेर चाहिँ वरिपरि सबै देखिन्छ। जाने माथि जाने कि के गर्ने? आज त्यस्तो चिसो छैन यहाँ, त्यही भएर पनि अलिक कम्ती। आज चाहिँ मलाई कम्ती नै जस्तो लाग्यो कन्याममा, त्यस्तो भिड थिएन। अहिले त खुट्टाले थाहा हुँदैन नि साथीहरू। सटरडे चाहिँ अलिक
यहाँ हेर न कलर लाएर के चिडिक्क रुचिता भएकोमा गएदेखि हामी यो हो नि त यहाँ पनि राइड गऱ्यो म चाहिँ अगाडि चाहिँ मलाई त थाहा छैन होइन बुढी चाहिँ पछाडि थियो नि एउटा टक चाहिँ यहाँ भयो अनि बुढीले टक्कन अनि पारो हरे भन्दैछु होइन र बुढीलाई चाहिँ गर्न आयो भन्दैछु अब के हो साथीहरू तपाईँहरूलाई यो यस्तो बनाएको छ कि छैन है त्यो पनि यसो जानकारी गरिदिनु होला यी फिक्कलदेखि झन्डै तलतिर झर्नुपर्छ हामी फिक्कलै आइपुगेको छैन फिक्कल आएपछि अलिक तल जान्छ ल तपाईँको बुधबारदेखि कटेपछि चाहिँ यहाँ अगाडि पेट्रोल पम्प छैन एकैचोटि यहाँ फिक्कलमा छ अब फिक्कलमा अलिकति पेट्रोल हाल्ने जाने अन्त हामी यहाँ पम्पमा छ ठ्याक्कै बुधबारमा छ बुधबारदेखि चाहिँ यता छैन ठ्याक्कै यहीँ मात्रै अब हामी चाहिँ फिक्कलमा हल्का पेट्रोल हालेर अघि बढ्यो यो टर्निङबाट हामी तलतिर मरेछौँ यहाँबाट तल मरिन्छ तल मरिएर हामी जान्छौँ सिधै ओह्रालो लाग्दैछ हामी यो एकदम डेन्डा टाइपको ओह्रालो छ यहाँ पनि अलिकति जोगिएरै कुदाउनु पर्ने हुन्छ बाटो चाहिँ अलिकति साँघुरो छ राइडिङको लागि चाहिँ एकदम बेस्ट बाटो जाँदैछ यहाँ साँघुरो टाइपको बाटो रमाइलो हुन्छ कुदाउँदा मजा आउँछ बस्नलाई पनि रमाइलो हुन्छ होइन बुढी पछाडि बस्नलाई पनि रमाइलो बाटो जाँदैछ है साँघुरो बाटो छ ओह्रालो लाग्दैछौँ हामी फिक्कलबाट झन्डै यहाँदेखि हामी आधी घन्टा चाहिँ जानुपर्छ यहाँको लोकलहरूलाई त यो भन्दा पनि तुफान कुदाउनु हुन्छ अब हाम्रो चाहिँ अब त्यस्तो लोकल टाइममा कोही कोही बेला कुदाउनु हुने हो गाडी यहाँदेखि चाहिँ साथीहरू काँटी फाटक भन्ने त्यहाँ चाहिँ 1 किलोमिटर टाढा छ जाँदैछ साथीहरू यो डेस्टिनेसन हाम्रो एकदम राम्रो छ अब यहाँदेखि हामी पुग्ने ठाउँ बाटो साँघुरो छ पनि हामी पुग्ने ठाउँ चाहिँ एकदम तपाईँहरू त्यहाँ कस्तो राम्रो ठाउँ हामीलाई पनि जाउँ लाग्नु भन्नुहुन्छ क्या त्यस्तो ठाउँ जाँदैछ तपाईँहरूलाई कृपया एकदम एकदम साँघुरो बाटो एकदम टर्निङ राइडिङको लागि चाहिँ पर्फेक्ट के पार्क भन्ने बुद्ध पार्क यहाँदेखिको 2 किलोमिटर माथि खाली यहाँदेखि 2 किलोमिटर अगाडि माथि एक गोला माथि सिधा देख्नुहुन्छ तपाईँहरू ए ल हस् त हस् ल हाम्रो यहाँ झापा हजुर हो ल द हस् हजुरको नाम सोनाम लामा ए ल द तपाईँको यतै हो घर मेरो यही हो ए ल हस् त थ्याङ्क यू घुम्दै जानुहोस् न फ्याक्ट्री हुन्छ ए ल हुन्छ त यहाँनिर चाहिँ अब तपाईँको हामीले कतिको पार्क चाहिँ हाम्रो बुद्ध पार्क हो अलिकति पर्खेर निकै राम्रो राम्रो ठाउँ छ फ्याक्ट्रीहरू पनि राम्रो राम्रो छ सबै घुम्नुहोस् न भनेर हाम्रो दाइले एकदम जेन्युन सजेसन दिनुभयो अब यहाँदेखि 2 गोलाई पर्खेर आयो भन्ने हुनुहुन्छ ल हाम्रो यहीँ रहेछ है सिंहमाई टोल विकास यहीँ रहेछ अब फिक्कलदेखि तपाईँको रोड म्याप कति क्लियर छ हेर्नु त फिक्कल पशुपति रोडदेखि सिंहमाई त्यसको बाद शान्ति मार्ग सिंहमाई मार्ग अब हामी फाइनल्ली आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा बुद्ध पार्क आएको है साथीहरू हामी चाहिँ आज बुद्ध पार्क जहाँ चाहिँ एकदमै ठुलो बुद्धको स्ट्याचु बनाइएको छ हाम्रो शान्तिको प्रतीक गौतम बुद्ध लाइट अफ एसिया चिल्ड्रेन्स वर्ल्ड बेटर वाउ वाट अ नाइस बुद्ध पार्क अब ठ्याक्कै एक्ज्याक्टली 1 किलोमिटर यहाँदेखि छ 1 किलोमिटर मात्र पर्तिर छ है साथीहरू बुद्ध पार्क बुद्ध पार्क त होइन है त्यो फराकिलो ठाउँ छ भन्ने त्यसरी पुगेको वा लभली प्लेस यहाँदेखि देख्न सक्नुहुन्छ साथीहरू बुद्ध भगवान् अब हामी जाँदैछौँ एक्ज्याक्टली द सेम प्लेस
भगवान्लाई दियोस्, बुद्ध भगवान्लाई दोस्रो मौका परिदियोस्। पहिला एकचोटि आएको थियो, त्यो आएको बेलामा हामीले भिडियोहरू बनाएको थिएनौँ। अब अहिले त हामीले तपाईँहरूलाई पनि घुमायौँ साथीहरू। बुद्ध पार्कसम्म हामी तपाईँहरूलाई लाँदैछौँ। अब यहाँदेखि नट मोर देन 8 किलोमिटर आइयो। सायद अब यो कति बाटो जानुपर्छ जस्तो लागेको छ मलाई। यो बाटो जानुपर्छ जस्तो लागेको छ है। यही हो नि, यो होइन हौ, यही हो। अलिकति त पछि रोडै थियो कति पहिला। कता हो? कताबाट हो दाजु चढ्ने? बुद्ध पार्कमा पुग्ने यो सिधै। ल हजुर हजुर, यहाँ चाहिँ साथीहरू हल्का अफ रोडिङ टाइपको रहेछ है। केही छैन, अलिकति अफ रोड त अब पुग्नै पनि पर्यो है। उहाँदेखि त मिहिनेत गरेर यहाँ आइयो भने चाहिँ अब यहाँदेखि भगवान्सम्म त हामी पुग्नै पर्छ। भगवान्सम्म पुग्नलाई त हल्का फुल्का अफ रोडिङ हामीले बुझाउनै पर्यो। धेरै अफ रोडिङ छैन, हल्का त्यति नै मात्रै हो। यहाँ त पिच भेटिहाल्यो नि, 1 किलोमिटर त रहेछ अफ रोडिङ। कता हो त बुद्ध पार्क? यता चाहिँ ए ल, हामी चाहिँ अपोजिट वेतिर जान्दै गएछौँ। खै एकदम भिड हुन्छ साथीहरू है। यो चाहिँ एकदम फेमस प्लेस बुद्ध पार्क भनेर चाहिँ अहिले त अलिक फेमस। अब उहाँ हेर्न सक्नुहुन्छ माथि। तपाईँहरूलाई हामी लान्छौँ चारैतिर लाने, घुमाउने जस्तो कामहरू हामीबाट हुन्छ। ए बुद्ध त यताबाट अपोजिट वेमा हुँदो रहेछ नि त। अब गाडी पार्किङ चाहिँ यहाँ राख्नु भयो है। ल आइपुग्यो है त फाइनल्ली होइन बुढी? खोइ कताबाट जाने? हामी चाहिँ अब बुद्ध पार्क आइसकेको छौँ। अब देख्न सक्नुहुन्छ ओ हाम्रो बुद्ध भगवान्को चाहिँ ओपनिङ भएको छैन जस्तो छ। पहिला पनि ओपनिङ चाहिँ भएको थिएन। हामी पहिले निकै अगाडि आउँदा पनि ओपनिङ भएको थिएन, अहिले पनि ओपनिङ भएको रहेछ। त्यही पनि होइन, यो ठाउँ एकदम आनन्द मनमोहक ठाउँ। एकचोटि आइपुगिसकेको छौँ यो ठाउँ। साथीहरू अहिले चाहिँ यहाँ चाहिँ ड्रेसको सुविधाहरू, अब माथि खाजाहरूको सुविधाहरू रहेछ। हामी योभन्दा अगाडि आउँदा चाहिँ अब भर्खर घर बनिँदैथ्यो। के गल्यो क्या त्यति सिडी आउँदाखेरि? यहाँ हेर्नुहोस् साथीहरू, अलिक सुविधाहरू पनि थिएन नि त। पार्क उतै त सिडी उदि पनि जान होला नि त। शीतल चाहिँ परै एकदमै शीतल रहेछ यहाँनिर चाहिँ हुन चाहिँ। अब यहाँनिर यता बुद्धको स्ट्याचु भइहाल्यो होइन। अनि यहाँनिर चाहिँ तपाईँको फलामको सिडी टक्कसँगले अब बनाएको छ, झोलुङ्गे पुल है। लु होइन एकदम आनन्दको ठाउँ, मनमोहक ठाउँ। यहाँनिर चाहिँ अब तपाईँको एकदमै भिडै हुन्छ यहाँनिर पनि। हाम्रो गाडी चाहिँ अब तल पार्क गरेर आएको छ। एकदमै दामी ठाउँ यहाँनिर चाहिँ। विशेष गरी तपाईँको अब पशुपति नगरबाट नजिक भएकोले यता आउनुहुन्छ है। पशुपति नगरतिरबाट पनि निकै नै आउनुभएको हुन्छ। एकदम रमाइलो ठाउँ छ, आउनु होला साथीहरू तपाईँहरू पनि। घुम्दा घुम्दै अब अलिकति माथि चढ्दा त अलिकति हुन्थ्यो है। माथि त अलिक निकै टाढै छ जस्तो छ। ल माथि चढ्ने होला नि त बुढी? ल माथि होइन, एकदम दामी। गल्यो होला नि हौ, गलेन हौ? अब यहाँनिर चाहिँ तपाईँको यहाँबाट अब तपाईँहरूलाई म देखाउँछु एकचोटि है। अब यहाँदेखि हेर्नुहोस् भ्यू कस्तो देखिन्छ, बुद्ध पार्कको भ्यू। अब मेरो मिसेसले उहाँको देखाउँछ नि। ल देखाऊ खोइ भ्यू। खै यहाँदेखि चाहिँ देखिन्छ नि त। वाह उहाँ हेर्नुहोस् है, अझै ओपनिङ चाहिँ भएको छैन। उहाँ तल हेर्नु मजाको ठाउँ। उता पहाड, उता पशुपति नगर साइड हेर्नु, बाफ्रे। अनि यहाँदेखि स्वाट हेरेपछि चाहिँ तपाईँको बुद्ध पार्क। साथीहरू त्यहाँ चाहिँ पान पनि पाइन्छ एकदम। अब पानको फ्यान हुनुहुन्छ भने पानको फ्यानले चाहिँ पान खान बनाएर सुवाला भन्दै जपाउँदै खाँदा हो। जस रमाइलो ठाउँ छ, आउनु होला। अब यहाँदेखि माथि अझै अलिकति परतिर ठाउँ होला, सायद हामी त्यहाँ पनि पुग्छौँ। अब विशेष गरी यहाँनिर चाहिँ अब पशुपति नगर साइडबाट अलिकति इन्डिया नजिकै भएको कारणले
प्रायः इन्डियाबाट चाहिँ अलिक बेसी आउनु रहेछ। तल तपाईँले इन्डियन कारहरू पनि देख्न सक्नुहुन्छ हो। अनि यहाँनिर चाहिँ अब तपाईँको बुद्धको स्ट्याचु भइहाल्यो, त्यसै गरी त्यहाँ फलामको पुल लगायत अब यस्तै उस्तै हेरिन्छ। अलिक चिसै भयो। अब हामी यहाँदेखि चाहिँ धेरै टाढा जाँदैनौँ किनभने हामी टाइममा पुग्नु पनि पर्नेछ होइन सोनिका? सोनिका चाहिँ अब यहाँनिर यसो एउटा भिडियो बनाऊ भन्दैछिन्, खोज्दैछिन् पुरा उनको टिकटक ड्राफ्टमा चाहिँ राखेको भिडियोहरू छ अलिअलि। ल फास्ट ल फाइनली साथीहरू हामी चाहिँ अब बुद्ध पार्क आइवरी घुमफिर गरिवरी यहाँ अलिक रेस्ट गर्दैछौँ। एकदम चिसो हावा खाँदैछु। यो एक वर्षपछि ओपनिङ हुँदैछ। अहिले चाहिँ ओपनिङ भएको छैन, देख्न सक्नुहुन्छ बुद्धको त्यो फेसमा एकदम फेस मास्क जस्तो लगाइएको छ होइन। अब नेक्स्ट इयर चाहिँ एकदम ओपनिङ भएकै बेला तपाईँहरूलाई फेरि हामी भिजिट गराउने छौँ। यहाँ देख्न सक्नुहुन्छ एकदम राम्रो भ्यूहरू छ। हेर्नुहोस् हामी त अब उता माथि पनि गइसक्यौँ, सबै लगभग घुमिसक्यौँ। अब भोक पनि लागेको छ। यहाँ मोमो पाइँदो रहेछ। अब त्यहाँ हामी यसो खाजाहरू खान्छौँ अनि हामी लाग्छौँ। यहाँ चाहिँ अब एकदम स्पेसल मोमो बेच्नुहुन्छ जस्तो लाग्दैछ। अब यहाँ सिस्टरहरूले के कसो के पाउँछ होइन, यसो चाखौँ न होइन। यहाँ हेर्नु के आइटम छ। अब चाहिँ यहाँ अलिकति खाजापानी खाएर चाहिँ अब हामी निस्किने जमर्को गर्दैछौँ। भाइसँग चाहिँ चिनजान भयो, एकदम रमाइलो खुसी लाग्यो। के पो तपाईँको नाम त? कर्म जिरेल। हजुर यहाँनिर चाहिँ उहाँको चाहिँ अब यहाँ स्टल रहेछ। अब यहाँ बिस्तारै राम्रै हुँदैछ जस बुद्ध पार्क। अर्थ भनेको त्यस्तै हो कि भाइले चाहिँ एकदम राम्रो फोटो खिच्नु। फोटो चाहिँ हाम्रो एकदम खिचिदिनु भएको चाहिँ उहाँले हो। लट अफ थ्याङ्क यू मेरो भाइलाई। अब हाम्रो जस चिन्ने मित्रहरूले त देख्नुहुन्छ हाम्रो फोटो होइन। यसो यहाँ आएको बेलामा तपाईँहरूले लाट चिनिहाल्नुहुन्छ यहाँनिर। ल अब हामी चाहिँ अब यहाँदेखि चाहिँ बाटो लाग्यौँ। आएको बेलामा अब निस्किनु पनि भन्दैछौँ बहिनीहरूलाई। अब बहिनीहरूलाई हाम्रो घरको लोकेसन पनि देखायौँ। जस चिनजान भयो, खुसी लाग्यो। राम्रो ठाउँ छ बुद्ध पार्क, तपाईँहरू पनि आउनु होला। एकदम रमाइलो भयो होइन। एकदम आउनु होला। तल ओर्लिँदैछौँ, तल एकदम सिडी चाहिँ लामो छ, ओर्लिँदा खुट्टा दुख्छ। अब हामी यस्तै हो बुद्ध पार्क हेऱ्यो। अब बुद्ध पार्क अझै ओपनिङ चाहिँ भएर हिँड्छ। अब हामी दोस्रोचोटि भयो होइन। अब हामी यसो त्यहाँ कन्यामको पनि झुलुस अघि निस्किएको छैनौँ। पानी परेन भने चाहिँ हामी कन्याम पनि निस्किन्छौँ, पानी पऱ्यो भने चाहिँ हामी कन्याम निस्किँदैनौँ। एकदम रमणीय ठाउँ छ। पशुपतिनगर साइडतिरबाट आउँदा पनि भयो, झन् नजिक यताबाट आउँदा पनि हुन्छ है। चुना नहाली एकदम एक नम्बर खालको पान बनाइदिनु काका। काकाले एकदम स्पेसल पान बनाउनुहुन्छ जस्तो छ। अब काकाको पान खाएर जाने मन पसन्द पानहरू। ल साथीहरू अब पानी छिटाउनु थालो। अब हाम्रो बिजोक हुन्छ, अब हाम्रो बिजोक हुन्छ साथीहरू। किनभने हामीसँग न रेनकोट छ न केही छ। बुलेट वी आर अन अ राइट। लो चाहिँ विशेष गरी टुरिस्टहरू धेरै आउनु हुँदो रहेछ। Photo nikala? No problem. You are from where? From Hyderabad, sir. From Hyderabad. Baafre. Central government temple. How is the place? You like it? Fine. Oh, nice. Nepal? Yes, Nepal. Konyam, it is nice. Nice. Have you been to Konyam? Konyam. You in Konyam? No, we had not gone to Konyam. You are going there? No, madam. No time. Where is it exactly? It is not far now from here. It is almost half. Yes, Konyam it is far better. Because evening flight you have to catch. Oh, evening flight you need to catch. You need to go there. Awesome place. Fine, madam. It will be nice. Okay. New Jalpaiguri, you have to catch flight evening. That's it. Oh, from Bagdogra? Okay, sir. Okay, thank you. स्पेसल्ली उहाँहरू चाहिँ हाम्रो हैदराबादबाट आउनुभएको रहेछ। हैदराबादबाट पनि अब यहाँनिर चाहिँ हामीले चाहिँ अब उहाँहरूलाई रिक्वेस्ट गऱ्यौँ। अब कन्याम पनि राम्रो ठाउँ छ, कन्याम पनि गइदिनु होला भन्दाखेरि उहाँहरूको अब इमर्जेन्सी रहेछ है। तपाईँ नवीन सरले यस्तो सल्लाह दिनुहुन्न भन्ने चाहिँ छैन है। उहाँ चाहिँ अब एकदम इमर्जेन्सी छ, नभए म जान्थेँ भन्ने कुरा गर्नु। ओके, नाउ वी आर मुभिङ अन। ल साथीहरू अब चाहिँ हामी चाहिँ बुद्ध पार्कबाट फर्किँदैछौँ होइन। पानी पर्न लागेको छ, हेर्नुहोस् कति राम्रो भ्यू छ। अब हामी गएर कन्याम भिजिट गर्छौँ होइन। नमिसा कि कहाँ भिजिट गर्छौँ? अब हेर्दै जानु पानीले के गर्छ साथीहरू। अब भर्खर कन्याममा पनि तपाईँहरूलाई देखाउने ओर्लेरै भन्ने कुरा चाहिँ छ। राम्रो भ्यू। मलाई चाहिँ यो कस्तो
कस्तो मन परेको छ भने नि हेर्नुहोस् है त वाउ कस्तो दामी क्या ल साथीहरू अब चाहिँ हाम्रो अगाडि चाहिँ ट्राफिक सरहरू हुन्छ होइन चेकिङ हुँदैछ यहाँ चाहिँ धमाधम होइन अब हामी अब चेकिङ हुन्छ अब यहाँ सरहरूले एकदम लाइसेन्सहरू माग्नु हुँदैछ लाइसेन्स चेक हुन्छ जानु भनेर अनुमति दिइसक्नुभयो अब हामी चाहिँ भ्यूहरू भिजिट गर्दै जान्छौँ फिकल बजारतिर जाँदैछौँ फिकल बजार पुगेपछि हामी झापा साइड हामी गाडी तेर्साउँछौँ अनि कन्याम हुँदै हुँदै घर पुग्छौँ साथीहरू अब हामी चाहिँ फिकल बजार ननिस्किकन यो सर्टकट बाटो यहाँ के अरे पाहाडतिर पनि सर्टकट बाटो एउटा चाहिँ हुँदो रहेछ क्या यो चाहिँ हामीले अगाडि नै देखेको थियौँ र अब यहाँबाट सर्टकट हुँदै हामी अब फिकल बजारदेखि पनि निकै ओरै निस्किनेछौँ निकै पर भनौँ न ओरा भन्नु हुँदैन पर निस्किनेछौँ अनि देख्न सक्नुहुन्छ अब ठ्याक्कै 2 मिनटमा हाइवे टच भइहालिन्छ तर मलाई चाहिँ के चित्त दुख्यो भने नि फिकल बजारको छुर्पी र त्यो उयो किन्न चाहिँ नवीन सरले बाठो मान्छे दिमाग लाएर यताको बाटो ल्याउनु भयो जस्तो लाग्दैछ है मलाई तर केही छैन कन्याममा त पाइन्छ नि त्यसमै रहनु है साथीहरू तपाईँलाई हामीले अझै कन्याम घुमाएकै छैनौँ हेर्नुहोस् भित्र बाटो कुनै कुनै ट्रकहरू यसरी बाइकहरू अब यतैका मान्छेहरूलाई त अब थाहा हुन्छ होइन यो भित्री बाटो लोकलहरूले त थाहा भइहाल्छ नि अब हामी हाइवे निस्क्यौँ हेर्नुहोस् अब अलिकति यहाँदेखि पर गयो भने फिकल बजार पुगिन्छ अब यता कन्यामतिर लाग्यो हामी चाहिँ अब यहाँ देख्न सक्नुहुन्छ कन्याम आइपुगेको छु इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो कसकी छोरी पातली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो साथीहरू आज कन्याममा चाहिँ एकदम घाम लागेकोले गर्दाखेरि आज कन्याममा खासै बसेर खाजाहरू पनि खाउँ जस्तो लागेको छैन किनकि हामीले खाजा अलरेडी माथि खाइसकेको छौँ नभए त थुक्पा चाहिँ खाएर जाने भन्ने थियो अब जहाँ चिसो हुन्छ त्यहीँ खाने खाजा हामी चाहिँ ल नवीन सर ल साथीहरू मैले तपाईँलाई अब कन्याम पनि अब देखाउँदै लान्छु है अब आज यस्तै गर्मी छ अब अर्को शीतल दिनमा आएर हामी तपाईँहरूलाई अझै राम्रो कन्याम देखाउने छौँ जब जुन बेला चाहिँ अब चिसो हुन्छ मजाले एकदम चिसो बेलामा एकदम हामी तपाईँलाई भिजिट गराउने छौँ है त अब बाई बाई कन्याम भन्दै हामी चाहिँ अब झापातर्फ लाग्दैछौँ हेर्नुहोस् कन्याममा आज धेरै गर्मी भएकोले गर्दा आइसक्रिमवाला पनि आइसक्रिम बेच्न आइपुगेछन् कन्याममा तातो तातो थुक्पा खाने बेला चाहिँ हो तर के गर्नु आइसक्रिम खाने बेला भएको रहेछ माथि नै चिसो थियो है नवीन सर हामी उता गएको ठाउँमै साथीहरू बरु हरकटेमा एकदम चिसो छ आज हरकटे चाहिँ यहाँ हेर्नु भुस्से पनि एकदम लागेको छ आज कन्यामभन्दा धेरै हरकटे चिसो छ हौ नि हामी अब यहाँ सानो पाथीबाट हुँदै अब हामी तल 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 हुँदै अब झापा पुग्न कति छ नवीन सर ए ठ्याक्कै 30 किलोमिटर छ है साथीहरू झापा पुग्नलाई आरू पनि खायो तर त्यस्तो त्यो तल हुने पाइन्छ नि आरूहरू हो त्यस्तो चाहिँ स्वादिष्ट होइन नि पाहाडतिर अलिक मिठो हुँदैन रहेछ बरु आरू बोखरा चाहिँ मिठो हुन्छ कि त्यहीहरू अब हामी चाहिँ यहाँ
आलु पोखरा यहाँ रहेछ अनि काँक्राहरू रहेछ सागहरू रहेछ यसो अब हेरेर लान्छु म ल होइन हुन्छ अब हामीले यहाँ है सब्जीहरू किनेर ल दिदी गाउँ त बाई बाई अब हामी चाहिँ झापा साइड हिँड्यौँ ल रुङ गाउँपालिकालाई धेरै धेरै धन्यवाद अब हामी घुमेर अब यता हामी झापातिर झर्दैछौँ फाइनली साथीहरू अब हामी घर पनि आइपुग्यौँ ठ्याक्कै स्वीकृति पनि ठिक्क भर्खर आइपुगेको रहेछ पतिर आरतीकोमै छे अब सेफली ल्यान्डेड हो हाम्रो ब्लग कस्तो लाग्छ कृपया लाइक कमेन्ट सब्सक्राइब गरेर स्टे इन टच रहनु होला हामी यस्तै धेरै ठाउँहरू घुम्ने नै छौँ भन्ने बाचा गर्दै सी यु अल इन द नेक्स्ट भिडियो बाई बाई साथीहरू